भिडियो पनि हानि होइन किन नसुने भने मरे यही त हुन्छ यार भोलि हामीसँग रेकर्ड हुन्छ अर्को हुन्छ हामी रातिको चाहिँ यो अब यो रिस्क लिएर चाहिँ हामी बाघको बच्चा चाहिँ हेर्न आएका समय थियो होइन तर एकदमै यो दर्दनाक मौत भएको छ बाघको बच्चाको समयमै यसको उद्धार नहुन सक्दा चाहिँ बनाएको छ कि नै तर बनाएको छ कि अघि कहाँ हुन्छ आगो हुन्छ कि फेरि अहिले छोडिदिनु डाक्टर साहब लगायत डिएफओ साहब पनि पुग्नु भएको छ अनि हाम्रो एपिएफको इन्स्पेक्टर साहब पनि यता हामीसँग हुनुहुन्छ मेरो एउटा बाइट दिनु न म सिधै भन्दिन्छु यो जुन रूपमा तपाईँ यो राति चाहिँ यता आउनु भएको छ होइन यो बाघको यो बच्चा चाहिँ जोगाउनको लागि आउनु भएको थियो यो तपाईँको एरियाभित्र पनि पुर्दैन भन्ने पनि छ होइन यसलाई कसरी बुझ्नु भएको छ यो कसको लापरवाहीले गर्दा चाहिँ आज एउटा बाघको बच्चाले चाहिँ आफ्नो ज्यान गुमाउनु पर्यो यो खास गरी यो हाम्रो मैले जोगाउने हिसाबले आएको दिउँसो मैले भिडियो हेरेँ पानीको छेउमा देखेपछि जाडोको दिन छ हेर्नुहोस् हामीले यत्रो कपडा लगाइरहेको थियौँ यसलाई कति जाडो होला मर्छ होला भनेर यसलाई उद्धार गर्न आउँ भनेको अनि निकुञ्जको साथीहरूले हाम्रो एरियामा पर्छ तपाईँ जानु पर्दैन भनिदिनु भयो के हामी टाइममा आएर उद्धार गर्थ्यौँ हेर्नुहोस् यो निकुञ्जको एरियामा पर्छ भने मित्र यो बफर जोनमा पर्दो रहेछ त्यो भएर उहाँले पर्दैन भने मैले वार्डेनलाई फोन गरेँ सबैलाई फोन गरेँ पर्दैन हाम्रो एरियामा किन जानु पर्यो भने मित्रहरू तर मलाई के लाग्थ्यो भने यो चिसो ठाउँमा हेर्नुहोस् हामी मान्छेले यत्रो कपडा लगाइरहेको छ भने सिरे कोर्दा जाडो हुन्छ नि बच्चालाई जाडो हुँदैन मित्रहरू बाघ मरेको मरे नि एउटा बाघ सेभ द टाइगर भन्ने होइन मर्नलाई छोडिदिने पनि कुरो हुन्छ मित्रहरू यसमा चाहिँ मलाई भयङ्कर रिस चलिरहेको छ मित्रहरू तर उहाँहरूले मलाई भनेकोमा म यसलाई उद्धार गर्थेँ मित्रहरू न्यानो पार्थेँ यसमा चाहिँ तपाईँलाई के लाग्छ यो मुख्य यसको जिम्मेवार को हुन सक्छ लाग्छ निकुञ्जको मान्छेको लापरवाही यो त दिनमै भेटिएको थियो नि बाघलाई छोयो कि मर्छ रे अमेरिकामा बाघ पालिरहनु मरे होइन साउदीमा बाघ पालिरहनु मरे होइन मान्छेले आफ्नो घरमा होइन चाइनामा बाघ पालिरहनु मरे यहाँ मर्थ्यो मित्रहरू यो जान बाघ मारिएको मित्रहरू होइन अघि न चाहिँ निकुञ्जको टोली यहाँ हुँदाखेरि चाहिँ हामी चिसो कारणले बगिनले पनि के गर्छ खोरमा राख्छ कि न्यानो खोरमा राख्छ उनीहरूले काखमा च्यापेर राखेको हुन्छ वनमा चरा त हामीले देख्छौँ नि त्यो वाङ्गै बस्दैन नि त पोथीहरूले यहाँ च्यापेर राखेको हुन्छ कि मित्रहरू त्यो उहाँहरूले बुझ्नु भएन जङ्गलमा चिसोमा त बस्दैन नि उनीहरू यो के अरे गैडा त के अरे गोही त होइन मित्र पानीमा बस्ने अनि माछा त होइन नि सर एउटा अर्को मैले प्रश्न सोधेँ हजुरलाई अघि न अमेरिकामा कसरी बाघ पालिरहन् साउदी अरबमा हेर्नु त खाडीमा बाघ पालेको छ कि छैन चाइनामा बाघ पालिरहन् सबै मरे नि त त्यो हावा कुरा हो त्यो सरासर मरेन बिचरा हेर्नु त बिचरा मलाई जोगाऊ भनेको म जोगाइदिन्थेँ कि उहाँले नजा भनिदिनु भयो हेर्नुहोस् हाम्रो एरिया पर्छ तपाईँ किन जानु पर्यो भने त्यहाँ अब मैले के गर्ने बाघ त मऱ्यो नि अब यसपछिको प्रक्रिया के हुन्छ सर अब उहाँहरू आउनुहुन्छ प्राकृतिक हिसाबले मऱ्यो भनिदिनुहुन्छ अरूलाई जोगाउन पनि दिनु भने आफूले जोगाउन पनि सक्नुहुन्न यो त लाचारी हो नि नालायकी बुढो गोरुले गाई रोके जस्तो भन्छन् नि बहरलाई आउन पनि दिन्न नजिकमा आफू पनि जान्न त्यति भयो मित्रहरू